जाडो महिना नि सकिँदैछ अब बिस्तारी बिस्तारी है। अब जाडोको ओनीहरू कहाँ राख्ने, लुगाहरू कहाँ राख्ने, घरमा दरा सानो छ भने हजुरलाई केही टेन्सन छैन, अब चिन्ता नलिनु है। यसको भित्र चाहिँ मजाले हेर्न सक्नुहुन्छ कति ठुलो स्टोरेज गर्ने ठाउँ छ है। ओनीहरू राख्न सकिन्छ, लुगाहरू मजाले राख्न सकिन्छ भने यसको ढोका पनि लाग्छ है। र यसको चाहिँ बिचमा घर पनि दिएको छ, एकदम ठुलो स्पेस छ। घरमा आफूलाई चाहिने सामानहरू एकदम मजाले राख्न सक्नुहुनेछ भने है। यो चाहिँ 3 पिस दराज रहेको छ है। यसको भित्र पनि स्टोरेज एकदम मजाको छ है। हजुरको फ्यामिली धेरै छ, सामानहरू राख्नलाई स्टोरेज कम भइरहेको छ भने चाहिँ यो दराज चाहिँ हजुरलाई एकदम राम्रो हुनेछ है। यहाँभित्र चाहिँ चुरा राख्ने स्ट्यान्ड पनि बस्छ है। हजुरले मेकअपको सामानहरू राख्न सक्नुहुनेछ भने यतापट्टि साइडमा चाहिँ ह्याङ्गर दिएको छ, मजाले लुगाहरू हजुरले झुलाएर राख्न सक्नुहुनेछ। र यतापट्टि चाहिँ लकर छ, लकरको भित्र पनि अर्को लकर छ है। पैसा लुकाउन नि मिल्यो, सुनचाँदी लुकाउन नि मिल्यो है। यदि हजुरलाई यो दराज चाहिरहेको छ र ठुलो एकदम धेरै स्टोरेज भएको दराज हजुरलाई चाहिरहेको छ भने चाहिँ हजुरले आजै दिएको नम्बरमा मेसेज अथवा कल गरेर काइरा ग्रुपलाई सम्झिहाल्नु होला है।